देशैभर चुनावी माहौल बढ्दै जाँदा रूपन्देही 2 मा पनि विभिन्न पार्टीहरूले आफ्ना उम्मेद्वारहरूलाई उठाएका छन्। पटक पटक निर्वाचित एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेलले फेरि पनि यसै क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यही रेसमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल, नेपाली कङ्ग्रेसबाट चुन्नप्रसाद पौडेल र पछिल्लो पालीको चुनावमा यसै क्षेत्रबाट उठ्ने भनेर चर्चामा रहेका डाक्टर निकोलस भुसाल, जसले यही क्षेत्रमा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेको गढ मानिने यस क्षेत्रमा के फेरि पनि पुरानै कुरा दोहोरिन्छ या जनताले कोही नयाँ अनुहारलाई चान्स दिन्छ? आजको यस भिडियोमा हामीले रूपन्देही 2 भित्र चलिरहेको राजनीतिलाई निहालेर हेर्नेछौँ। पछिल्लो समय निकै चर्चाको विषय हो विष्णुप्रसाद पौडेलको उम्मेदवारी। उनले पाल्पा 2 बाट उम्मेदवारी दिन लागेको निकै चर्चा थियो, तर पछि रूपन्देही 2 का आफ्ना एमालेका समर्थकको आग्रहमा फेरि पनि रूपन्देही 2 बाटै आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जेन्जी विद्रोहको बेला उनीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो, तर उक्त भिडियो विष्णुप्रसाद पौडेलको नभई लोकबहादुर टन्डनको रहेको थियो। लोकबहादुर टन्डन जेन्जी विद्रोहको बेला जेन्जी घाइतेलाई भेटेर फर्किँदा एक जेन्जी समूहले उनलाई विष्णुप्रसाद पौडेल जस्तो मानेर उनीमाथि कुटपिट गरेको थियो। पटक पटक रूपन्देही 2 बाटै निर्वाचन जितेका विष्णुप्रसाद पौडेललाई यसपालि त्यति सजिलो भने हुने छैन। गएको चुनावमा पनि उनले रासपाका गणेश पौडेललाई जम्मा 1370 मतले जितेका थिए। त्यसबेला मत गर्ने अन्तिम चरणमा गणेश पौडेलले जित्न लागेको भनेर लाइट नै बन्द गरेर भोट साटिएको आरोप एमालेलाई लागेको थियो। त्यसपछि सर्वोच्चमा त्यसको लागि रिट समेत परेको थियो, तर पछि निर्वाचन आयोगको निर्णय नै मान्य हुने भनेर सर्वोच्चले त्यो रिट खारेज गरिदिएको थियो। रूपन्देही 2 मा एमाले भने निकै सक्रिय देखिन्छ। 2074 को निर्वाचनमा विष्णुप्रसाद पौडेलले आफ्नो प्रतिस्पर्धी योगराज गिरीलाई आधाभन्दा बढी मतले पराजित गरेका थिए। केपी ओली पछि दोस्रो वरियतामा बसेका विष्णुप्रसाद पौडेलले यदि फेरि पनि चुनाव जिते भने चौथो पटक अर्थमन्त्री बन्ने प्रश्न छ, तर उनलाई त्यति सजिलो भने हुने छैन, किनभने जनताले अहिले नयाँलाई प्राथमिकता दिन थालेका छन्। उनको अगाडि प्रमुख प्रतिद्वन्दी हुनेछन् रासपाका सुलभ खरेल। खासमा यो क्षेत्रमा इन्जिनियर आशिष सुवेदी बालेन पक्षकालाई टिकट बाँडिएको थियो, तर पछि रातारात सुलभ खरेललाई पनि टिकट दिएपछि यही क्षेत्रमा रासपाका 2टा उम्मेदवार भएका थिए। यो निकै नौलो कुरा थियो। एउटै क्षेत्रमा एउटै पार्टीका 2वटा उम्मेदवार भएपछि मिडिया आउटलेटमा यसको चर्को विरोध भएको थियो, तर पछि आशिष सुवेदीले आफूभन्दा योग्य सुलभ खरेल भएको बताएर आफूले उम्मेदवारी दर्ता गराएनन्। अहिले रासपाका सुलभ खरेलको बारेमा हामीसँग पर्याप्त जानकारी नभए पनि स्थानीय र सामाजिक सञ्जालमा हेर्दा उनी राजनीति र नीति बुझेको व्यक्तिको रूपमा देखा परेका छन्। उनले युनिभर्सिटी अफ मिचिगन ल स्कुलबाट आफ्नो पढाइ सकेर अहिले अधिवक्ता भएर काम गरिरहेका छन्। थुप्रै अन्तर्वार्तामा आफू सरकारमा पुगेपार नीति नियम फेर्ने र आफू जस्ता अधिवक्तालाई अघि सार्ने कुरा अगाडि राखेका छन्। तर जेन्जी प्रोटेस्टको बेला उनको एउटा स्ट्याटसले उनलाई चर्को विरोध खेप्न परेको थियो। 24 भाद्रमा थुप्रै संरचनाहरू जलेका थिए, तीमध्ये सर्वोच्च पनि जलेको थियो। त्यसबेला उनले सर्वोच्च जल्दा दुखी नभएको टिप्पणी दिएका थिए, तर अहिले पपुल्यारिटीको पछाडि लागेको बेला उनी जस्तो विधि र नीति बुझेको मान्छे सांसदमा हुन जरुरी देखिन्छ। 2079 को निर्वाचनमा एमाले र रासपाको मात्र प्रतिस्पर्धा थियो, तर अहिले भने नेपाली कङ्ग्रेसका चुन्नप्रसाद पौडेल पनि यस प्रतिस्पर्धामा जोडिएका छन्। उनी यशोदा फुड्स अर्थात् करेन्ट नुडल्स भनेर चिनिने ब्रान्डका चेयरम्यान हुन्। उनी सामाजिक सञ्जालमा त्यति सक्रिय नदेखिए पनि स्थानीय तह र नेपाली कङ्ग्रेसका आफ्नै समर्थकमा उनको राम्रो पकड देखिएको छ। स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डाक्टर निकोलस भुसालले यसै क्षेत्रबाट जुत्ता चुनावी चिन्ह लिएर मैदानमा उत्रेका छन्। गएको चुनावमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए, तर पछि उनी छात्रवृत्तिमा पढिरहेको कुरा थाहा पाएपछि उनको उम्मेदवारी खारेज गरिएको थियो। उनले अन्तरिम सरकारको विरुद्ध 11 दिने अनसन समेत बसेका थिए। त्यसपछि उनको र सरकारको बीच एउटा सम्झौता भएको थियो। अहिले उनी सरकार विरुद्ध निकै शान्त देखिन्छन्। जेन्जी प्रोटेस्टको बेला उनी निकै सक्रिय देखिएका थिए।
त्यसैले यस चुनावमा उनलाई कम भने हाकिने छैन। जित कसको हुन्छ त्यो त हामीले भन्न सकिन्न, तर पुरानो डेटालाई हेर्दा यहाँ एमाले र रासपाको बीच निकै टक्कर हुने देखिन्छ। सहरी क्षेत्र धेरै रहेको रूपन्देही 2 मा धेरै बुझेका र परिवर्तन चाहेका मानिसहरूको बसोबास छ, जसले पुरानोलाई भोट नहाल्ने देखिन्छ। पहिलाको डेटा हेर्ने हो भने प्रत्यक्षतर्फ 27,165 मत ल्याएका विष्णुप्रसाद पौडेलले जम्मा 1,370 मतले रासपाका गणेश पौडेललाई जितेका थिए। तर समानुपातिकमा भने रासपाले 25,673 मत ल्याउँदै एमालेलाई 4,490 मतले पछि पारेको थियो। यसले के बुझिन्छ भन्दा घन्टीले दुवैतर्फ एकमुष्ट भोट ल्याएको थियो, त्यो हो 25,000 को हाराहारी। तर एमालेले भने प्रत्यक्षमा बढी मत ल्याएको थियो, त्यो हो 27,165। त्यो किन भन्दा कङ्ग्रेसले आफ्नो उम्मेदवार त्यसबेला उठाएकै थिएन। कङ्ग्रेसले स्वतः राष्ट्रिय जनमुक्ति पार्टीलाई आफ्नो समर्थन जनाएको थियो। कङ्ग्रेसको भोट त्यसरी बाढिँदा पनि जम्मा 1,370 मतले एमालेले रासपालाई जितेको थियो। तर यसपालि भने कङ्ग्रेसले आफ्नै उम्मेदवार उठाउँदा विष्णुप्रसाद पौडेललाई कङ्ग्रेसका समर्थकबाट खसालिएको 5,000 भन्दा बढी मत कम हुने आकलन गरिएको छ। एमालेका समानुपातिकमा भोट हाल्ने आफ्नै समर्थक भन्न सकिने लगभग 21,000 को हाराहारीमा देखिएका थिए। तर घन्टीको भने समानुपातिकमा धेरै मत खस्नाले यसपालि घन्टीले निकै राम्रो टक्कर दिने देखिन्छ। थुप्रै उम्मेदवार भएकाले भोट भने चारैतिर बाढिने देखिएको छ। तर यसका लागि प्रमुख पात्र भने रासपाका सुलभ खरेल र एमालेका विष्णुप्रसाद पौडेल रहेका छन्। पहिल्यै चुनावबाट निर्वाचित भएका विष्णुप्रसाद पौडेलले काम गरेका पनि छन्, तर के त्यतिले पुगेको छ भन्ने प्रश्न गर्ने पनि धेरै छन्। उनले गरेको जोडमै लुम्बिनी प्रादेशिक अस्पतालको रूप फेरिएर एकदम आधुनिकीकरण हुने प्रक्रियामा छ। तर धेरै मान्छेमा अरू थुप्रै काम हुनुपर्ने तर बिचमै अड्किएको भनेर आक्रोश पनि छ। साथै लुम्बिनी प्रदेशको राजधानी बुटोलबाट फेरेर दाङ लगेको भनेर धेरैमा रिस पनि छ। यही कुराहरू चलिरहँदा हामीले के भुल्नु हुँदैन भने असल नेता छान्दा गल्ती अवश्य हुनेछन्, तर के पहिले टेस्टेडलाई फेरि जनताले भोट दिएर पठाउने हुन् त? कसले जित्छ त्यो त फागुन 21 मै थाहा होला। जसले जिते नि यो देश रहनुपर्छ र यसमा बस्ने हामीले खुसी भएर बाँच्ने अधिकार पाउनुपर्छ। यो चुनावको रिपोर्ट मात्र होइन, हामी सबैको भविष्यको झलक हो। त्यसैले सोच्नुहोस्, बुझ्नुहोस् र चुनावमा भाग लिनुहोस्। आजको यस भिडियोको लागि यति नै। फेरि पनि हजुरहरूसँग भेट हुने नै छ। हस्, धन्यवाद।